यदि तपाई डाक्टर, नर्स वा स्वास्थ्य क्षेत्रमा लाग्नु भएको छ भने NNE डिरेक्सनले तपाईको भविष्य बनाइदिन पनि सक्छ भने बिगार्दिन पनि सक्छ। यो एउटा सानो गल्तीले फोकस घट्न थाल्छ र डिसिजन गलत पर्न थाल्छ, किनकि NNE डिरेक्सन अत्यन्त सेन्सिटिभ जोन हो। बट जब यो डिरेक्सन सही उपयोग गर्नुहुन्छ, मेडिकल प्रोफेसनमा लागेको व्यक्तिहरूको हिलिङ पावर, माइन्ड क्लियरिटी र करियर ग्रोथ असाधारण रूपले सक्रिय हुँदै जान्छ। याद राख्नुहोस्, NNE इज द माइन्ड जोन। यो ठीक छ भने तपाईको हातबाट लाइफ सेभिङ डिसिजन सबैभन्दा पर्फेक्ट बेस्ट हुन्छ। स्टडी टेबल, काउन्सेलिङ चेयर र मेडिकल वर्क स्पेस NNE डिरेक्सनमा राख्नुहोस्। एनर्जी बढ्छ र रिजल्ट पनि तपाईले अत्याधिक बेस्ट पाउनुहुन्छ। NNE डिरेक्सनमा टोयलेट, सेप्टिक ट्याङ्की, किचन र फोहोर फाल्ने ठाउँ कुनै पनि कन्डिसनमा नराख्नु होला। मेडिकल प्रोफेसनमा लाग्नु भएको व्यक्तिहरूले। हस्त धन्यवाद।